नमस्कार तथा स्वागत छ सम्पूर्ण दर्शक महानुभावहरूमा। विश्व तथा नेपालको इतिहासमा छोटो समयमा सफल भएको आन्दोलन जेनजी आन्दोलन हो। मात्र 2 दिनमा राज्य र राज्यको संयन्त्र आन्दोलनकारीको अगाडि झुक्न बाध्य भएर तत्कालीन सरकार प्रमुख 9 दिनसम्म गुप्तवास बस्नु पर्यो। यस आन्दोलनमा 77 जना भन्दा बढीको मृत्यु भयो। 2000 भन्दा बढी घाइते भए, करिब 85 अर्ब भौतिक क्षति भयो। 2 दिनको आन्दोलनमा यति धेरै मान्छे मर्नु यो नेपालको सुरक्षा निकाय पूर्ण रूपमा असफल भएको हो। यो आन्दोलन राजनीतिक दल तथा संगठनले नगरी निश्चित उमेर समूहको युवा युवतीहरूले भ्रष्टाचार, दण्डहीनता, कुशासन, राजनीतिक दलहरूको सिन्डिकेट विरुद्ध शान्तिपूर्ण रूपमा आन्दोलन गरेका थिए। पहिलो दिनको आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका युवा विद्यार्थीहरूलाई टाउको तथा छातीमा ताकेर गोली हानेर मारिएको पाइएको छ। यो पूर्ण रूपमा आततायी व्यवहार राज्य र तत्कालीन सरकारले गर्यो। दोस्रो दिनको आन्दोलन अघिल्लो दिनको भएको मानवीय क्षतिको आक्रोशले जनआक्रोशले गर्दा तथा घुसपेठीहरूले गर्दा संसद भवन, सिंहदरबार तथा निजी भवन आक्रमण गरेर जलाइयो। यस दिन देशको इतिहासलाई खरानी बनाउने प्रयास गरियो र खरानी बनाइयो। आन्दोलनको अवतरण सम्झौताबाट हुन्छ। विडम्बना यस आन्दोलनमा कुनै पनि सम्झौता भएन। आन्दोलनपछि यसको एजेन्डा सरकार निर्माणमा केन्द्रित रह्यो। सरकार निर्माण गरेर प्रतिनिधि सभाको निर्वाचनको घोषणा गरियो। निर्वाचन गर्न र सरकार परिवर्तन गर्न यति धेरै युवाहरूको रगतको बलिदान दिनुपर्ने आवश्यक थियो त? सुशासन, कानुनी राज्य, दण्डहीनता, राजनीतिक दलको सिन्डिकेट, संविधान संशोधन इत्यादि विषय खै? यो निर्वाचन प्रणालीबाट कुनै पनि पार्टीको बहुमत आउन सक्ने एकदमै न्यून चान्स छ। संविधान संशोधन गर्नको लागि 2/3 बहुमत आवश्यक पर्दछ। 2/3 बहुमत ल्याउनको लागि पुराना राजनीतिक दलहरूसँग नमिलिकन संविधान संशोधन अर्थात् जेनजीहरूले उठाएको मागहरूलाई सम्बोधन गर्न सम्भव न्यून छ। हरेक आन्दोलन सम्झौताबाट नै आन्दोलनका विषयवस्तुहरू संस्थागत भएका छन्। आउनुहोस् 2007 सालको कुरा गरौँ। 2007 सालमा राजा नेपाली कांग्रेस बीच भएको सम्झौताले राजालाई शक्तिशाली बनाएर जहानिया राणा शासनको अन्त्य भएको हो। आउनुहोस् त्यसपछि 2047 सालमा राजा र नेपाली कांग्रेस अनि वाम मोर्चा बीच सहमति भएर बहुदलीय व्यवस्था आएको हो र 2047 सालको संविधान लेखिएको हो। 62-63 सालको जनआन्दोलनबाट अन्तरिम संविधान 2063 लेखेर त्यही संविधानको आधारमा 2 पटक संविधान सभाको निर्वाचन भएर 2072 को संविधान निर्माण गरिएको हो। आउनुहोस् अब जेनजी आन्दोलनको कुरा गरौँ। जेनजी आन्दोलनमा धेरै युवाहरूले शहादत प्राप्त गर्नुभयो। जेनजी आन्दोलनका एजेन्डाहरू मुख्यतः सुशासन, दण्डहीनताको अन्त्य, राज्यकोमा विकास निर्माण हुनुपर्ने इत्यादि कुराहरूको बारेमा र नयाँ बनाउँदाहरू छिन्न भिन्न भएर लड्दाखेरि फेरि पुरानै राजनीतिक दलहरूलाई फाइदा हुने हो। त्यो अवस्था गयो भने जेनजी आन्दोलनबाट प्राप्त अर्थात् जेनजी आन्दोलनका मागहरू संस्थागत हुन सक्ने न्यून सम्भावना छ। यस्तो अवस्थामा यो आन्दोलन त सफल भयो, तर यो आन्दोलनको संस्थागत एकदमै कमजोर जगमा बसेको छ।
मतलब जग्नै छैन भन्दा पनि हुन्छ। यो आन्दोलनले के ल्यायो? 2007 सालमा प्रजातन्त्र आयो, 2047 सालमा बहुदल आयो, 62-63 मा लोकतान्त्रिक गणतन्त्र आयो, 2000 यो जेनजी आन्दोलन 2082 को जेनजी आन्दोलनबाट के प्राप्त भयो त? यो अनुत्तरित